यो चाहिँ एकदमै अर्ग्यानिक अनि रसिलो खालको लोकल कागती हो, जुन चाहिँ आपाले आँखीसल्लाबाट ल्याउनु भएको थियो र आपा आमाको स्याहारमा, विशेष स्याहारमा चाहिँ यो हाम्रो कागतीहरू यति राम्ररी सप्रिरहेको छ र अब भने यसमा रस पनि पसिसकेको छ। यो हाम्रो घिउ फलको बोट साथै लिची छ, अलिअलि फलिरहेको थियो, खाइसक्यो। त्यसरी लटरम्मै फलिरहेछ हाम्रो कागती। फल्छ कि फल्दैन थाहा भएन, तर पनि हामीसँग इस्कुसको एक झाङ चाहिँ छ है। के को झ्याङ हो भनेर तपाईँहरूले चिनिसक्नुभयो होला। यसलाई चाहिँ लहरे आँप भन्दो रहेछ। मैले पनि यसलाई चाखेको चाहिँ छैन कस्तो हुन्छ यसको टेस्ट भनेर, तर आपा आमाले चाहिँ एक ठाउँदेखि यसको बिरुवा लिएर आउनुभएको रहेछ। झाङ चाहिँ यति ठुलो भयो है, तर फल्न चाहिँ एकदम ढिलो फल्यो। त्यही भएर यो अब चरचरे पो हो कि भन्ने कुरा पनि हामीलाई लागिरहेको थियो। तर अहिले आएर भने यो फल्न थालेको छ। यसरी यस्तो दामी भएर फल्दो रहेछ। फुल पनि त्यत्तिकै आकर्षक हुँदो रहेछ। यो के को बिरुवा हो चिनिसक्नुभयो होला। त्यति धेरै चाहिँ छैन, तर पनि एक दुई बोट हामीले लगाएको छौँ। यो साल चाहिँ ड्र्यागन फ्रुट साह्रै मजाले फलिरहेछ। कस्तो लोभै लाग्ने गरेर क्या, आफ्नै बारीमा पनि लोभै लाग्ने तरिकाले फलिरहेछ। अझै ससाना फल्ने क्रममै छन्, तर केही चाहिँ आफै कुहिँदै पनि झर्ने रहेछन्। यहाँ हाम्रो अनार छ। यो अनार चाहिँ लोकल अनार भएको कारणले गर्दाखेरि बजारमा पाइने जस्तो मसिनो दाना चाहिँ हुँदैन, तर स्वाद भने एकदम चखिलो हुन्छ, तिखर खालके हुन्छ। यसलाई चाहिँ धेरै पानी परेको खण्डमा चाहिँ बिग्रिन पनि जान्छ। यो लिची चाहिँ निकै बुढो भइसक्यो तर फल्दैन। अहिले मकैबारीको हालत चाहिँ यस्तो छ। बल्ल बल्ल घाम पानी सहेर घुँडा टेक्ने कोसिस गर्दैछ हाम्रो मकैहरू। अहिले 6 बज्न लागिसक्यो, तर पनि उज्यालै छ। कुरिल्लोहरू चाहिनेहरू